खै झोलानको पनि पहिलोपल्ट आएको यो बनाएको चाहिँ पर्यो बल्ल बल्ल छिरे एकदम हाइट राम्रो रहेछ दामी लामो पनि मजा आयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु हाम्रा कलाकार धर्मद्वारमा छिर्दैछ अस्तिमा आएको तर अस्ति चाहिँ र यस्तो रहेछ यहाँभित्र चाहिँ आउँदा चाहिँ अब दिदीले यहाँ घुमाउनु भएको थियो यहाँ आउनु भएको थियो दिदीलाई दिदी थ्याङ्क यू भन्दा थियो थ्याङ्क यू वेलकम भन्नुभएको थियो कस्तो मिस भयो खेतबारीको म काली खोला नेर अन्त कुम्फु हुन्छ मेम्बर छ नि बेते निचे पत्रो बेतो गरेर अब अझै थोदो तेल्लो अझै थो हैन न हिब्रो मोमो पेक मेले चाहिँ नन्दे कुंजारी आगे कुंजारी को ना पाथी भरा बेक मेले पाथी भरा नुङ मेल चाहिँ कुंजारी को न अपिदम बमे मगु 하나인데 하나도 비링게 메메토 모두 하나 요베파 칼나 다라시켓 아서 수케타 에어포트네 어쨌든 유니티야 sabana sila arasiona kasaknya ke ba mangdaulang no ya ke ba ngira arhatia nanu ya misperango se do sudampu hatna ganu lo rango atin thakmonun thasiana खामु त के पर्सिले कि आति त मोबाइल बाङ स्कुल को त्यहाँ रहल रे तगी हम लम्बुनु स्केल अब रोड होते न 97 बि 98 लबा हो पूरा चाहिँ खागन लम्पटन चुप सामने ल वंग थाङ छ थाप तेर सँग डाडा कोनु आछि थाङ टिब्लेटेन मेट्रो फरेस्ट तङ यस आसिन के बात न भाङा था फेरि बेसी थाङ यस बेसी के बगेर कुलबीर बेमदाङ कुलबीर मा सिखायुम बि मन खागन डाँडा त फलाइ चाहिएर चाहिँ फलाइ चामा पनि चौकी पुलिस ए त्यहाँ सोधपुछ गरेर यो लास्यो निमा क्रिमेट जोगला पठासमा गएको मेवा खोला व्यक्तिले यो नागरास जी हौ ससेता र ठोला छासी यो लछासी न 3 फिट 4 फिट फरक म पटाएर मे फेसौने त्यस्तो पहिले तरेको भएको सिक्किममा ए बाफ या म के बनी हो मोर महाबर्खा असार जाँदो भइसक्यो आमा खोला नखानेर छुसानेदो गगला मर्नु मात्र आइएछ कि क्या हो जस्तो लाग्यो नि त आंगा त भङ भन्न नाम खेने फेरो मेट्रो अल्ले तेमङसिन लन्डा बहि यङसिन नलन पङङ या को बच्चा इन्दा त जन के यार बोलेछ मनाङ आछि दिन दिन यो खिसिको नालन दसे नानु भेगा बचे Nano omet त्यसले छप्पन खान खान कामदार हुन्छको आराम से सधैँ हिँडेको बानी भनेको आन्छेको नौलो फेरि महाबर्खालाई खोला त्यस्तो बोलिरहेको छ खेन्तगी कन चन्द्राङला अनि ईश्वर सनेको दोगाने मेला होगे बाल छ तगी काल बन गरेर जुनको मेवा बोलाउनु पर्ने नाइ बोलाउनु मन्दिर पनि रहेछ हो हजुर दोगाने मेला लाग्छ अरे यसको यो बजारको ओरिजिनल नाम चाहिँ खुङ्गा Amang meronen mesma. Amang meronen. Amang meronen. Kau jualan ke baku ini? Amgeng ni amang meronen be. Hema amang meronen. Kakar. Amang meronen.
यहाँ काकी डराउनु हुँदैछ सुरु मुदो सुमा अस्ति आउँदा चाहिँ अब दिदीले यहाँ घुमाउनु भएको थियो फेरि आज यसरी आइरहेको छु फरक चाहिँ यति नै छ अब अस्ति चाहिँ दिदीले घुमाउनु भएको थियो तर आज अब दिदी हुनुहुन्न मामु पप्पा र अन्तिममा हाम्रो साथी पनि यता वारी निस्किसक्नु हुँदैछ हेर्नुहोस् आउनुहुँदैछ भाइरल पुलमा दामी है वन्डरफुल दामी दामी छिरिसक्नु भएको छ यहाँनिर यस्तो छ र हामी चाहिँ सबैजना अब वारी आइसकेको छौँ पारीदेखि र यहाँ हाम्रो भाइ पनि पुल कटिसक्नु भएको छ आउनुहुँदैछ यता डर लाग्यो दल भाइ डरै लाग्यो ए हजुर हाम्रो काकी डराउँदै भए पनि आउनुभयो यता सुक्त र अब हामी चाहिँ वारी निस्केर फेरि पारीतर्फ जाँदैछौँ जहाँबाट हामी आएको त्यतातिर भाइ आफै पनि पहिलोपल्ट आउनु भएको भन्नुभयो यता आज यो ठाउँमा पनि पहिलोपल्ट आएको यो बनाएको चाहिँ 2 वर्ष भएछ हजुर म चाहिँ गाउँ आएको नआएको 4 वर्ष भएको थियो त्यसो हुँदा आज यहाँ आएको चाहिँ पहिलोचोटि यस्तो छ धेरै तर है रमाइलो छ है यो ठाउँ मजा काकीलाई कस्तो लाग्यो नि पर्यो बल्ल बल्ल छिरे फर्किनै नसकेको बाटो थिएन र कहाँबाट कुदुङ बलेको साह्रो पर्यो हुन्छ धन्यवाद हाम्रो पापालाई कस्तो लाग्यो होला आजको एकदमै रमाइलो एकदमै राम्रो लाग्यो एकदमै दामी है दामी यहाँ हेर्नुहोस् यस्तो छ यसको डिटेल्स चाहिँ पेगी ल अब जाउँ जाउँ यहाँ हाम्रो दिदीले ल्याउनु भएको यहाँ उब्नु भएको थियो दिदीलाई दिदी थ्याङ्क यू भन्दै थियो थ्याङ्क यू वेलकम भन्नुभएको थियो कस्तो मिस भयो कस्तो मिस गरेँ दिदीलाई धेरै धेरै जहाँ हुनुहुन्छ सुखी खुसी आनन्दसँग रहनुहोस् वैकुण्ठमा बास होस् तपाईँको चिरात्मा शान्ति होस् त्यति नै कामना गर्दछ मिस यु सो मच ब्रदर यता त धेरै लिम्बू भाषा बोल्दैन न हामी चाहिँ अलिअलि बोलिन्छ उता चाहिँ अहिले र त जम्मा लिम्बू भाषा र हजुर र हामी चाहिँ यसरी भाइरल पुल घुमेर फर्किँदैछौँ सबैजना यस्तो छ तपाईँको यसो अलिकति यो पुलको एक्सपिरियन्स अलिकति सेयर गरिदिनुहोस् न हामी अस्ति नै आएको थियो च्याङतापु त्यति बेला चाहिँ देखेरै यहाँ भाइरल पुल अर्को ठाउँमा त घुमियो अर्को ठाउँ घुम्यो अलिक होचो रहेछ त्यसको चाहिँ हाइट यो चाहिँ एकदम हाइट राम्रो रहेछ दामी लामो पनि मजा आयो निकै रहेछ मजा आयो यस्तो छ र आज हामी यसरी अद्भुत रहेछ अद्भुत भनौँ है हजुर घुमेर फर्किँदैछौँ धन्यवाद यस्तो छ र सबैजना अगाडि जानुहुँदैछ हेर्नुहोस् हाम्रो इन्डियातिर चाहिँ कहीँ देखिँदैन यस्तो यो खालको पुल चाहिँ इन्डियामा चाहिँ देखिँदैन यो चाहिँ यताको चाहिँ यो खासियत छ नेपालको चाहिँ नि स्ट्रक्चर दामी छ हजुर दामी छ यसरी आयौँ आज घुमेर फेरि फर्किँदैछौँ दोस्रो पटक यो चाहिँ हाम्रो चाहिँ यस्तो छ जमाऊ यहाँ हो धेरै धेरै धन्यवाद भन्न चाहन्छु हाम्रा कलाकार भाइ बहिनीहरूलाई यहाँ हजुरहरूको
त्यहाँनिर त्यहाँ झर्नु त्यो छ लोमा पनि छ लुङ्गे पुल वासुमको खोला वासुम भनेको यस्तो नि वासुम भनेको चाहिँ पानी यसरी भेलिने ठाउँ हेर्नुहोस् न यो माथि डाँडाको जम्मै पानी सुवा भनेको पानी भनेको सुम भनेको चाहिँ भेलिएर आउने हो यो वासुम त्यो वासुम खोलाको त्यो अनि चिया भने यही वासुम र यो पल्लो भएर चाहिँ मेवा भन्छ त ल हेर मान्छेहरू चेपचापतिर नि बसिरहेछ कति कुनामा घरहरू छ यो निकै अबेक नै छ हजुर त्यो हेलो त्यसो काका तल पछि जानुभएको छ धर्मद्वारमा टुस खोज्नै पर्दैन टिप्नै मात्रै ऊ यहीँ छ ऊ यहीँनिर छ यहीँ छ ऊ यहीँनिर छ ऊ यहीँ छ आमा कति दिन ऊ हेर्नु ऊ यहीँ छ यहीँ छ यहीँ छ यहीँनिर छ मोदो खाएको मोदोने खाएको मोदोने रहेछ नि भाइ लु पापा पनि धर्मद्वारमा पछि जानुभयो हामी चाहिँ कटुस खोजेकै यो लाउँदै बार्ने भाँगा फोन पापा पछि जानुभयो हामी चाहिँ कटुस टिप्नुको परान यहाँ न ऊ हेर्नुहोस् कटुस तल्लोमा निस्किन्छ पापा कहाँ निस्किजानु भने पापा निस्किनु पर्यो यता खै यता कता निस्किनु पर्ने पापा निस्किनु भएको छैन धर्मद्वारमा छिर्दैछ अस्तिमा आएको तर अस्ति चाहिँ छिरिएन आज चाहिँ अब ट्राई आज चाहिँ छिरिँदैछ हेरौँ कस्तो म चाहिँ यहाँभित्र छिरिसकेको छु अन्डरग्राउन्डमा यहाँ चाहिँ अँध्यारो रहेछ फोन बाल्नु पर्ने रहेछ फोन बाल्छु यहाँ अन्डरग्राउन्डभित्र जाँदैछु कस्तो रहेछ हेरौँ फोन आमा गर्नु रहेछ नुमाको आजी इलु र यस्तो रहेछ यहाँभित्र चाहिँ यहाँ अगाडि हेर्नुहोस् यहाँ तल निस्किनु पर्ने रहेछ नि आजी अप्ठ्यारो हुने रहेछ हौ हुनु चाहिँ अप्ठ्यारो बल्ल अप्ठ्यारो भयो अझै दाहु माटो लाग्ने भयो टाउको छैन है त फोन बाल्नु फोन हौ धर्मद्वारमा कहाँदेखि कहाँ जानु ए यहाँ मुनि रहेछ टेक्ने ठाउँ कता छिर्यो कता नराना यो फाइनली निस्क्यो अक्कै अप्ठ्यारो ल भन्दा कति अप्ठ्यारोले निस्किरह्यो म यहाँभित्रबाट बहिनी आउँदैछ यहाँभित्र र अब हामी चाहिँ यता साँगाडाँडा पनि घुमिसकेर यसरी फर्किरहेको छौँ सबै पछाडि आउनुहुँदैछ भिडियो बनाउने र फिलहाल हामी साँगा स्कुलको त्यहाँनिर छौँ